ल स्वागत छ दाजु हाम्रो पोडकास्टमा हजुरलाई स्वागत गरौँ। धन्यवाद हजुर। हामीले पछिल्लो समयमा नेपालको राजनीतिमा थुप्रै परिवर्तन भयो। राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेशमा पनि समानुपातिक उम्मेदवारीमा थुप्रै जिल्लाहरूबाट थुप्रै नामहरू आए, सबै जिल्लाहरूबाट। यसको विषयमा पनि अनि रासपाले गरिराखेको सङ्गठन निर्माण, जो नयाँ सङ्गठन निर्माणको कुरा कर्णालीमा रासपाले के गरिराखेको छ अहिलेको स्थितिमा, यिनी विषयमा चाहिँ हामीले छलफल गरौँ भनेर हजुरलाई हाम्रो पोडकास्ट मार्फत यसो बोलाएको, हजुरलाई निमन्त्रणा गरेको। समय दिनुभयो, खुसी लाग्दै। धन्यवाद हजुरलाई। ठ्याक्कै एकदम व्यस्त हुनुहुँदो रहेछ। मैले 2-3 दिन अगाडिबाट नै हजुरसँग छलफल गर्नुपर्छ भनेर लागेको। 2-3 दिन अलि ढिला भएर समय दिनुभयो। कसरी बितिरहेछन् दाजु दिनहरू? यसरी यो टपिक्सबाट सुरु गरौँ। अब दिनहरू कसरी बितिरहेछन् हिजो आजका? दिन त हेर्नुहोस्, अब एक त म व्यवसायी मान्छे पनि हो होइन, व्यवसायमा त्यत्तिकै व्यस्त हुनुपर्छ आफ्नो व्यवसाय पर्सनल हिसाबबाट। अर्को अब म कर्णाली पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ सभापति भएको हुनाले पनि अब यो चुनावी माहौलदेखि लिएर राजनीतिक परिस्थिति सबै हेर्दाखेरि निकै व्यस्त हुने अवस्था भयो मेरो चाहिँ, निकै तीव्र व्यस्त एकदम। यो टाइम यति व्यस्त छ कि अब साध्यै छैन वास्तव भन्ने हो। अनि राजनीति बाहेक अरू के छ दाइ त्यस्तो व्यवसाय एकदम व्यस्त हुनुहुन्छ? के गरिरहनु भएको छ? मैले चाहिँ राजनीति त अब हामीले एउटा समाज बदल्नका लागि पुराना पार्टीहरूले राम्रोसँग काम नगरेको हुनाले, देशमा जनताको भावना नबुझिया हुनाले हामीले आउनुपर्ने स्थिति भयो। वास्तवमा यो एउटा सहयोग हुन्छ कि केही मुलुकमा च्यान्जो हुन्छ कि जीवनशैली च्यान्जो हुन्छ कि भनेर चाहिँ हामीले थोरै सहयोग गर्नका लागि हामी चाहिँ यो राजनीतिमा आएको हो। वास्तवमा म व्यवसाय नै, मसँग चाहिँ गाडीका डिलरहरू छन् जो अहिले चाहिँ यो चार्जिङ इभी गाडीहरू भयो, एसएमएल गाडीहरू भयो, यो अग्नि मोटर चाहिँ यो महिन्द्राको डिलरकोहरू भयो, मसँग डिलर छ। मैले चाहिँ 2-3वटा गाडीको डिलर गर्छु मैले अहिले। अनि कर्णाली प्रदेशमा सङ्गठन निर्माण कसरी भइराखेको छ दाइ अहिले पछिल्लो समय रासपाको? सङ्गठन निर्माण अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ। जनताहरूले घर घरमा बोलाउनु भएको छ हामीलाई चाहिँ, हामी जान सकेका छैनौँ वास्तवमा। अहिले चाहिँ यति हुँदाहुँदै पनि हामीले चाहिँ कर्णालीका सबै जिल्लामा जिल्ला सङ्गठनहरू बनाएका छौँ। यद्यपि डोल्पा जिल्ला थोरै बाँकी, त्यहाँ पनि हाम्रो चाहिँ सम्पर्क भइसक्यो, त्यहाँ सम्पर्कको लागि चाहिँ गर्छौँ। सबै जिल्लामा हाम्रो जिल्ला सङ्गठन बनेको छ र 79वटा स्थानीय तहमध्येमा लगभग हाम्रो चाहिँ त्यही 69वटा पालिका हाम्रो गठन भइसक्यो। 700 वडा मध्येमा हाम्रो लगभग 300को हाराहारीमा वडा पनि गठन भइसकेका छन् र यो तीव्र गतिमा हाम्रो चाहिँ सङ्गठन निर्माण हुने काम तीव्र गतिमा अगाडि बढेको छ। जनताले ईश्वर त हिसाबमा आए पनि कतिपय ठाउँमा चाहिँ सङ्गठन बनाइरहनु भएको छ। कर्णालीका जनताहरू परिवर्तनको पक्षमा हुनुहुन्छ? एकदम एकदम एकदम। अहिले चाहिँ पछिल्लो चरणमा यहाँका जनताहरूले चाहिँ बुझिसके। पुराना पार्टीका नेताहरूले, पुराना पार्टीहरूले हामीलाई चाहिँ राजनीतिक हिसाबबाट बेमानी गरेका छन्, हामीलाई ठगेका छन्। हाम्रो नाम लिएर हामीमाथि चन्दा उठाएर हामीमाथि राज गर्न खोजेको उनले महसुस गरेका छन्। हामीलाई पनि त्यही भन्छन् अहिले चाहिँ। त्यो भावनाले अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको जनलहर व्यापक रूपमा अगाडि बढिरहेको छ। अनि समग्र अन्य प्रदेशभन्दा कर्णालीमा राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठन कमजोर हो अलि? हो। त्यो कसरी कमजोर हो भन्दाखेरि म यो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश सभापति भएको जम्मा 15 महिना भयो अहिले। अरू प्रदेशहरूमा लगभग अब 3 वर्षको हाराहारी हुन लागेको सङ्गठन बनेको। हामी कहाँ योभन्दा पहिला 2 चोटि भएर सङ्गठन विघटन भएको, टोटल्ली जिरो भएको होइन। योभन्दा पहिला सङ्गठन थिएन हामी कहाँ चाहिँ, सङ्गठनै थियो त्यो विघटन भएको थियो। विघटन गर्यो पार्टीले चाहिँ, त्यो पार्टीले विघटन गरिसकेपछि हामीले जिरोबाट सुरु गरेर म आइसकेपछि यो सबै कर्णाली प्रदेशभरिका सङ्गठनहरू बनेको। त्यस कारणले पनि हामी अलिक कमजोर भएको, किनभने सङ्गठन जति बन्यो त्यति मान्छे नै जोडिने त हो नि। सङ्गठन नबनिसकेपछि, नेता नभइसकेपछि गाउँमा त को नेता भनेर खोज्ने पनि हुन्छ नि त। राष्ट्रिय स्वतन्त्र पार्टीको गाउँमा को छ त नेता भनेर जनताले खोज्छन्, किन जनतालाई चाहिँ सहारा चाहिएको हुन्छ, एउटा आधार चाहिएको हुन्छ, त्यो खोज्छन्। त्यो नबनाउन सकेपछि हाम्रो सङ्गठन अलिक कमजोर हुन पुगेको थियो। अहिले तीव्र गतिमा अगाडि बढेको छ। अब यो पुराना पार्टीले सोचे भन्दा पनि व्यापक रूपमा हाम्रो सङ्गठन बन्छ अब जस्तो लाग्छ हामीलाई। कर्णालीका 10वटा जिल्लामा ठ्याक्कै अहिलेका लागि, तत्कालका लागि धेरै राम्रो सङ्गठन कुन जिल्लामा छ? सङ्गठनको हिसाबबाट सबै पालिका भएको त अब सबभन्दा राम्रो अहिले हामीले चुनाव भर्खरै भयो भने पनि जुन जिन्ने
जिल्ला भनेको सल्यान जिल्लामा हामी जित्छौँ अहिले। सल्यान हामी जितिहाल्छौँ होइन, त्यस्तो किसिमको चाहिँ माहौल छ सल्यानमा। अब सङ्गठनको हिसाबमा सबै ठाउँमा चाहिँ राम्रै छ। जिन्ने हिसाबमा सुर्खेतमा पनि जनताहरू व्यापक रूपमा सुर्खेतमा छन्। सुर्खेतमा हामीले हस्ताक्षर सङ्कलन गर्दा हामीले लगभग 65,000ले चाहिँ सुर्खेत जिल्लाबाट मात्रै हस्ताक्षर सङ्कलन भएको थियो हाम्रो चाहिँ राजनीतिक प्रतिशोध भयो भनेर जुन हस्ताक्षर सङ्कलन हामीले गऱ्यौँ त्यस बेलामा 65,000ले सुर्खेत जिल्लामा मात्रै सञ्चालन गरेका थियो। भनेपछि सुर्खेत जिल्ला पनि व्यापक रूपमा छ। अनि सुर्खेतमा सदस्यताको सङ्ख्या कति छ दाजु, केही हेर्नु भएको छ? सुर्खेतमा यतिजनाले सदस्यता लिनुभएको छ? 32-33 जनाको सदस्य छ हाम्रो चाहिँ छ र भेरिफाई र अनभेरिफाई गरेर लगभग हाम्रो चाहिँ त्यही 7-8 हजार 8 हजारको हाराहारीमा छ सुर्खेतमा। भेरिफाई मात्रै लगभग 32-33 छ अहिले चाहिँ। त्यसो भए सङ्गठनले चाहिँ व्यापक रूपमा आफूलाई सँगसँगै लिएर एकदम हामीले के सोचेका छौँ भन्दाखेरि हामीले अलि सोचेको त पार्टीमा अब कुनै किसिमको कतैबाट पनि चन्दा सहयोग केन्द्रबाट पनि आउँदैन, कहीँबाट पनि नआएर यहाँका जनताहरूले कार्यकर्ताले आफै पैसा उठाएर आफै गाउँघरमा डुल्ने भएर सङ्गठन बनाउने। यहाँ झन्डा किन्ने पनि आफूले किन्ने हामीले चाहिँ कहीँ 1 रुपियाँ दाम पनि आउँदैन है। त्यति हुँदाहुँदै पनि अब हामीले जति सकेका छौँ त्यति गरेका छौँ। जनताको माग तीव्र छ, घर घरमा आइदिनु पऱ्यो, हामीलाई जोड दिनु पऱ्यो, पार्टी सदस्यता बनाइदिनु पऱ्यो, नवीकरण गरिदिनु पऱ्यो भन्ने कुरा तीव्र छ। त्यो गर्नका लागि पनि एउटा व्यवस्थित सचिवालय चाहियो नि त। चाहियो। हामीले चन्दा उठाउँदैन, कसैबाट पनि उठाउँदैनौँ। जनताबाट माग्ने कुरै भएन, जनता त्यति गरिब छन् होइन। अब कार्यकर्ताबाट पनि पैसा माग्नु छैन, किनभने हामीले आफै काम गरेर खाने हो। अब पुराना पार्टीले चाहिँ काहीँ रोजगार लगाइदिउँला, उपभोक्ता समितिमा हालिदिउँला, तपाईँलाई कुनै ठाउँमा पैसा दिउँला भनेर लगाउँछन् भने चाहिँ हामी कहाँ त्यो केही पनि छैन। त्यो भावनाले चाहिँ अहिले चाहिँ हामीले जुन तरिकाले चाहिँ सङ्गठनलाई व्यवस्थित तरिकाले अगाडि बढाउनु पर्ने हो, त्यो व्यवस्थित तरिकाले बढाउनका लागि सचिवालय चाहिँ नभइसकेका हुनाले चाहिँ हामीले त्यति राम्रोसँग गर्न सकेका छौँ। यति हुँदाहुँदै पनि हामीले अब आफ्ना मोबाइलबाट चाहिँ सम्पर्कैबाट हामीले त्यो चिया गफमा एकदम गरेका छौँ हामीले। अनि समानुपातिका लागि कर्णाली प्रदेशबाट कतिजनाको नाम सिफारिस भयो? सिफारिस यहाँबाट चाहिँ हाम्रो त्यसरी सिफारिस गर्ने सिस्टम छैन। हामी कहाँ पार्टीमा हामीले चाहिँ कुनैलाई पनि यो तपाईँलाई सिफारिस भनेर तलदेखि कमिटीका वडाबाट अब जिल्लाबाट अथवा क्षेत्रबाट अथवा प्रदेशबाट सिफारिस जो अरू पार्टीहरूमा छ त्यस्तो किसिमको हामी कहाँ सिस्टम छैन। हामी कहाँ स्वतः रूपमा यदि दक्ष सक्षम देशका लागि केही गर्न सक्छु भन्ने मान्छे छ भने तपाईँले आज चाहिँ हाम्रो टाइम लिमिट अनुसार आज सत्ता लिएर भोलि पनि भर्न पाउनुहुन्छ हाम्रो समानुपातिक। त्यस्तो किसिमको सिस्टम छ हाम्रो पार्टीमा। त्यसरी अर्ली इलेक्सन पनि हुन्छ त पुरा प्रक्रियामा गएर इलेक्सन चिन्नु पनि पर्यो। जो राम्रो मान्छे चिन्छ नि मान्छेले त। अनि दाइ योभन्दा पहिला चाहिँ अन्य दलमा आबद्ध हुनुहुन्थ्यो कि? म योभन्दा पहिला चाहिँ नेकपा माओवादी पार्टीमा आबद्ध थिएँ। म चाहिँ मैले लगभग 12, 14, 15 वर्ष 16 वर्ष लगभग त्यो पार्टीमा बसेर म व्यवसायिक सङ्गठनको प्रमुख थिएँ। कर्णाली प्रदेशको प्रमुख भएर मैले चाहिँ सुर्खेतबाटै राजनीति त हामीले भारतीय सङ्गठनको हिसाबमा काम गरियो। त्यो भने कस्तो भन्दाखेरि मूलधारमा मैले राजनीति गरेन। त्यो भने पैसा उठाएर पार्टीले दिने हो। स्पेसल रूपमा त्यो एउटा भारतीय सङ्गठन भने त्यही त हो नि वास्तवमा। अनि दिने आफ्नो नजिकका मान्छेहरूलाई चाहिँ नेता बनाउने। अनि माओवादीलाई चाहिँ चटक्कै छोड्नुको कारण के हो दाइ खास? अब त्यताबाट चाहिँ विकासका एजेन्डाहरू कर्णालीको विकास सम्भव छैन भनेर हो अथवा यस्तो छ? अब माओवादीलाई अब माओवादीले पनि एक तरिकाले देशको विकासका लागि एक्सर्साइज गरेकै हो। गरेको नगरेको भन्न सकिँदैन, गरेकै हो। उसले आफ्नो दिमागले आफ्नो क्षमताले र आफूले सोचेको काम त उसले गरेकै हो। तर त्यो तरिका मिलेन त्यो चाहिँ त्यो तरिका मिलेन। मेरो मनमा त्यो लाग्यो मलाई। किन मिलेन भन्दाखेरि धेरै मान्छेहरूले नेपालमा कम्युनिस्ट पार्टीको सदस्यता लगेका छन् अहिले पनि। किन लगेको छ भन्दाखेरि घाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगार भनेको चाहिँ यो कम्युनिस्टले दिन्छ। नारा यही होइन कम्युनिस्टको। यही नारालाई पैसा सबैका लागि समान हुन्, सबैले पढ्न पाउनुपर्छ, सबैले चाहिँ आवासको व्यवस्था हुनुपर्छ, शिक्षा फ्री हुनुपर्छ भन्ने हो नि वास्तवमा। कम्युनिस्ट भने त हो त मान्छेहरू कम्युनिस्ट भावन, गरिब मान्छे भावनाले गरिबको नामबाट यो गरियो। धेरै मान्छेहरू कम्युनिस्टमा हामी पनि बन्यौँ। किनभने कोही असमान तरिकाले कोही धनी हुने कोही गरिब हुने यो चाहिँ भएन भन्ने तरिकाले सबै मान्छेहरू कम्युनिस्ट भए। यद्यपि उहाँहरूले चाहिँ 30-35 वर्षसम्म अहिले चलाउनु भयो शासन। चलाउनु भयो नि शासन त। चलाउँदै गर्दाखेरि हो जनताले यो के बुझेको छ भन्दाखेरि उहाँहरूको जीवनशैलीमा जुन तरिकाले व्यापक रूपमा चेन्ज भयो, उहाँको जीवनशैली जुन तरिकाले
परिवर्तन भयो त्यो जनताको भएन, जनताको भयो त भएन नि। उहाँ जुन तरिकाले शासक बन्नुभयो नि, जनताको जीवनशैली चेन्ज भएन, जनता उही अवस्थामा रह्यो। त्यसका लागि प्रयास पनि गरिएन कि हामीले चाहिँ हाम्रो एजेन्डा के हो भन्ने कुरा जनताले बुझाउनु पनि सकेनन्। कम्युनिस्ट पार्टीले अहिलेसम्म बुझाउन सकेका छैनन्। 15-16 वर्ष त्यो पार्टीमै बस्नुभयो, काम पनि गर्नुभयो। अनि कर्णालीमा त अझै पनि अहिलेको स्थितिमा हेर्दा त माओवादी धेरै बलियो छ। अहिले त नेकपा भन्छ। अब लगभग तपाईँको 12 सिटमा झन्डै 8 सिट जति त उसले एक्लैले जित्ने आला छ यहाँ। अनि रासपाबाट चाहिँ तपाईँले गरेको कल्पना, तपाईँले सोचेको विकास गर्न सम्भव होला? हामीले यस्तो छ, अब दर्शन र चिन्तन र व्यावहारिक रूपमा प्र्याक्टिकल रूपमा जाने कुरा हुन्छ। हामीले कुनै पनि किताब एउटा लेख्यौँ, कल्पना गऱ्यौँ र त्यसलाई प्रयोग गर्नका लागि जाँदाखेरि कति कठिनाइ आउँछन् भन्ने कुरा हुन्छ मुख्य त, होइन? प्रयोग त गर्नु पऱ्यो नि। जस्तै मैले भनेर मात्रै भएन नि त, लेखेर मात्रै भएन नि त। हामी यसो जाँदा ठिक हुन्छ भनेर लेखेर मात्रै पढ्दिने, त्यसलाई अनुसरण कतिले गर्दैन। त्यसलाई व्यावहारिक रूपमा जाँदाखेरि कति कठिन छ भन्ने कुरा हुन्छ नि। मुख्य त के हो त भन्दाखेरि देश सञ्चालनका लागि पनि आर्थिक हो मुख्य त, होइन? जसरी घर एउटा सञ्चालन गर्नका लागि पैसा आवश्यक छ, रकम आवश्यक छ, त्यसै गरी देश सञ्चालनका लागि पुँजी त आवश्यक छ। त्यो पुँजी बनाउनका लागि चाहिँ कस्तो रणनीति बनाउने त भन्ने कुरा मुख्य त हो। कुन विधिबाट, कुन सिद्धान्तबाट देशको पुँजी बनाउने भन्ने कुरा हो। यो देशका पुँजी बनाउने कुरामा त यी पार्टी लागेनन्, अहिलेसम्म लागेनन्। लागेको कहीँ भेटाउनु भएको छ त्यसले जस्तो सुकै यिनको चिन्तन सिद्धान्त विचार होस्, चाहे माओको होस्, मार्क्स होस्, लेनिन होस्, जुनसुकै सिद्धान्त बोकेका पार्टीहरूले पनि देशको पुँजी कसरी बढाउने भन्ने कुराको कहिले बहस गरेको सुन्नु भएको छ? त्यो सुनिएको छैन। पुँजी जबसम्म देशको पुँजी बढाउनका लागि एउटा आधार बनाइन्न तबसम्म त्यो देश समृद्धि बन्दैन। कुनै पनि देशको हामी इतिहास हेर्ने हो भनेपछि, होइन? देशका लिडरहरूले पनि यो अब हामी व्यवसाय भावनाले पनि, मैले व्यवसाय गर्दाखेरि मेरो व्यवसाय राम्रोसँग चलिदियो, मैले व्यवस्थित तरिकाले व्यवसाय गरेँ, मेरो व्यवसायमा लापरवाही गरेन, मैले अनुशासन सबै अनुसरण गरेर काम गरेँ भने मेरो व्यवसाय राम्रो हुन्छ, मेरो सबै आर्थिक गतिविधि पनि ठिक हुन्छ। अनि व्यवसायलाई पनि राजनीतिले हस्तक्षेप गर्छ अलिअलि? यो त तपाईँको कस्तो छ भनेपछि यो देशमा यस्तो किसिमको व्यापक बदमासी छ। तपाईँले बुझ्दै जानुभयो भनेपछि, अहिले गहिरो तरिकाले बुझ्नुभयो भनेपछि हरेक क्षेत्रमा तपाईँको 1 वर्ष काम गरेको मान्छे अरबपति बनेको छ। कुनै व्यवसाय मान्छेहरू 1 वर्षमा बनेको छ। त्यो सेटिङ मार्फत, त्यो पनि हामीलाई थाहा छ। हरेक ठाउँमा सेटिङ, वाणिज्य नियमहरू, व्यापारिक नियमहरू बनाउने बेलामा, तपाईँका वाणिज्यका नियम बनाउने बेलामा उद्योग वाणिज्य महासङ्घ लगायतका टिममा ठुल्ठुला मान्छेहरू, राज्यको पहुँच भएका मान्छेसँग सङ्गत गरेर कुन माल इम्पोर्ट गर्ने, कसरी इम्पोर्ट गर्ने, त्यहाँ के विधि घुसाउने भनेर पहिल्यै बनाउँछन् तीन मन्त्रालयमा। हेर्नुहोस्, त्यो अरूलाई थाहा हुन्छ। अध्ययन गर्ने कसले गरिदिन्छ? अध्ययन त कानुन कस्तो बनाउने, ट्याक्स कति राख्ने भनेर त्यो पहिले। अनि त्यो सबै कुरा सेटिङ गरेर मिलाइसकेपछि त्यो मान्छे कोही रातारात अरबपति बनेका छन्, कोही मान्छे साना मान्छेहरू जति दुःख गरे पनि त्यो कहिले पनि सम्पन्न बन्दैन। झन्झन गरिब हुँदै जाने, झन्झन गरिब बन्छ। हेर्नुहोस्, यो चाहिँ देशको विडम्बना हो। हामीले बुझेको कुरा यही। कतैबाट ल्यायो, 4-5 लगानी गर्यो, सिद्धि उठ्दैन, फेरि ऋणमै, फेरि अर्को के गरिहाल्नु पर्यो, फेरि ऋणमै। यो विडम्बना कहाँनिर छ? हेर्नुहोस्, ब्याङ्क पनि उनीहरूका छन्, वित्तीय संस्था पनि उनीहरू छन्, ठुल्ठुला कम्पनी पनि उनीहरूका छन्, एक्सपोर्ट इम्पोर्ट पनि उनीहरू गर्छन्, ठुल्ठुला मान्छेहरू गर्छन्। सीमित व्यक्तिको हातमा यो देश अर्थतन्त्रको हिसाबमा त्यो छ अहिले पनि। यस्तो छ यो देश वास्तवमा भन्ने हो भने। हेर्नुहोस्, प्राकृतिक हिसाबबाट सम्भावना नभएको चिज नेपालमा कमै होला वास्तवमा भन्ने हो भने। हेर्नुहोस्, हामी कहाँ त यो भेरी नदीमा त सुन बगिया छ नि, खोलामा त सुन पनि चालेर यहाँ सुन लगाएमा थाहा छैन हामीलाई चाहिँ। फलाम खानी त्यस्तै छन्, तामा खानी त्यस्तै छन्, होइन? ग्यास त दैलेगमा त्यो देखिहालियो, त्यो चुनडुङ्गा कति छ, अनि कति नदीनालाहरू बगिया छन्, पानी वर्षौँ वर्ष पानी बगिया छ, होइन? त्यति बिजुलीबाट चाहिँ बत्ती निकाल्न सकिन्छ, त्यो बत्ती बाहिर बिर्याउन सकिन्छ। हामीले देशका लागि चाहिँ यो प्रोडक्ट उत्पादन गरेर आम्दानी भेट्टाउँछौँ भनेर दीर्घकालीन योजना, अल्पकालीन योजना भनेर कोही यो नेताहरूले अहिलेसम्म बनाए। यिनीहरूले एकपछि एउटाको कुरा एउटाले काटेको छ, एउटाको कुरा एउटाले काटेको छ,
छेडखानी गरेर संसदमा त्यही कुरा गर्छन्, पुरा भत्ता पचाएका छन्, जस सकियो सहमति, अनि यो भागभण्डा, अनि राजदूत नियुक्तिमा सहमति, संवैधानिक नियुक्तिमा सहमति, न्यायाधीश नियुक्तिमा सहमति, भागभण्डा, यही होइन अहिलेसम्म चलेको? अहिलेसम्म चल्या त्यही होइन भन्नुहोस् त? अब यी पार्टीले गरेको हेर्नुहोस् त। अलिअलि देखिएकै छ दाइ। अब दैलेखमा पनि पेट्रोलियम पदार्थको अन्वेषण भइराखेको छ, अनि केही हाइड्रो पावरहरूका पनि काम भइराखेका छन्। अलिअलि एउटा गतिमा त विश्व दुनियाँमा मैले उद्योग वाणिज्य सङ्घको महासचिव हुँदै गर्दाखेरि अप्पर कर्णाली, हाइटेन्सन लाइन विद्युत 132 यो केबीको पछाडि लाइन, यो काँक्री बिहार बनाउने लाइन, यो एयरपोर्ट लगायतका हामीले 5-7वटा एजेन्डा बनाएर चाहिँ लगभग 20-25 वर्ष पहिलादेखि नै हामीले चाहिँ माग गरेको हो। यो भर्खरै अहिले हुन लाग्यो, एउटा जीवन जान लाग्यो हाम्रो चाहिँ। विश्व दुनियाँमा नेपाल किन पछाडि पर्यो भन्ने कुरा मुख्यतः कुरा हो नि त वास्तवमा। अहिले त विश्व दुनियाँ नजिक छ नि, हरेक हिसाबमा नजिक छ नि त वास्तवमा। घरबाट विषय हेर्न मिल्छ नि त। किन टाढा भयो त? हामी के कारणले गर्दा गरिब भयो भनेर जनतालाई सोच्नु बाध्य बनायो नि त यसले चाहिँ। विकास त अलिअलि बाटाघाटा त हुने कुरा नै भइहाल्यो। त्यस पैसा पनि यिनीहरूले कुनै उत्पादन गरेर, ठुलै हाइड्रो उत्पादन गरेर अथवा कुनै कम्पनी निकालेर चाहिँ जनतालाई सेयर हालेर त भएको छैन नि वास्तवमा। जनताको ट्याक्सबाट तिरेको पैसा, बाहिरको चाहिँ 28 खरब रुपियाँ लोन विदेशी ऋण ल्याएर चाहिँ ठुलै बाटा बनाएर त त्यति उपलब्धिमूलक चाहिँ मेरो लागि, त्यो हाम्रो लागि चाहिँ त्यति भए देखिएन त। यो चाहिँ अब व्यावसायिक रूपमा चाहिँ तपाईँले कर्णाली प्रदेशको महासचिव पनि भएर काम गर्नुभयो एउटा सङ्गठनको। हजुर। कर्णालीमा प्राइभेट लगानी, व्यक्तिगत लगानी सुरक्षित छैन भाइ? यहाँ कस्तो छ त भन्दाखेरि चाहिँ हेर्नुहोस् है, कर्णालीमा म अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेशको सभापति हुँदै गर्दाखेरि मलाई के एउटा फिलिङ भयो भनेपछि, हुन त कङ्ग्रेसबाट, एमालेबाट, माओवादीबाट यहाँ पार्टी सत्तामा बसेर लामो टाइम सत्तामा बसेका आदरणीय नेतृत्वहरू हुनुहुन्छ। उहाँहरूले कसरी कुन किसिमको फिलिङ गर्नुभएको छ मलाई थाहा छैन। एक त जनसङ्ख्या हामी कम, कर्णालीमा जनसङ्ख्या कम हुन बित्तिकै हाम्रो प्रतिनिधित्व क्षेत्रहरूमा कम भइहाल्यो। अब प्रतिनिधित्व कम हुन बित्तिकै त्यो राज्यको पहुँचमा एकदम हाम्रो उपस्थिति एकदम न्यून भइहाल्यो। अब जबसम्म राज्यको उपस्थितिमा हामी न्यून उपस्थिति हुन्छ भनेपछि त हाम्रो चाहिँ त्यहाँ हाम्रो चाहिँ यहाँ कुनै किसिमको ठुलो प्रोजेक्ट हुने सम्भावना नै भएन। मैले देखेको कुरा हेर्नुहोस्, अहिले एउटा अप्पर कर्णाली मात्रै सम्पन्न भइदिएको भए 10,000 मान्छेले यहाँ चाहिँ रोजगारी पाउँथ्यो होला। यहाँको आर्थिक हिसाबबाट धेरै अगाडि बढ्थ्यो होला। ठुला उद्योग कलकारखाना खोल्थ्यो होला। यहाँ चुनढुङ्गा, यो चौकुनेको चुनढुङ्गा जो छ त्यसलाई मात्रै कच्चा पदार्थ बनाएर बिक्री गर्ने एउटा पूर्वाधार बनाइदिएको भए यहाँ कति 10,000 डोजरहरू, भ्याकुल लोडरहरू, टिप्परहरू काम गर्थ्यो, मजदुरले काम गर्थ्यो, होटलले काम गर्थ्यो। यहाँ कति आम्दानी बढ्थ्यो होला भन्नुहोस् त। यहाँ कर्णालीमा हेर्नुहोस्, अहिलेसम्म एउटा ठुलो उद्योग बनाउने किसिमको आधार छैन। यहाँ चाहिँ बत्ती छैन अहिले चाहिँ हेर्नुहोस्। बत्ती छैन, धेरै लामो, धेरै टाढाबाट आएको बत्ती छ। बिचमा एउटा पुल ढल्यो भने अनि 3-4 दिनसम्म खडेरी पर्छ। कति दुर्भाग्य छ हेर्नुहोस्। हामी त यसो सोच्ने भने कर्णालीका जनता यो दुर्भाग्य भन्नु पऱ्यो। हेर्नुहोस्, उस्तै मान्छेको हातमा यो कर्णाली पर्ने हो भने यसलाई चाहिँ सुनको चरा बनाएर बुट्टा बनाएर यहाँ मान्छे बस्न सक्छ कि? यस्तो धनी भन्ने ठाउँ कर्णाली भने सबै कुराबाट सबभन्दा, यो अरू प्रदेशभन्दा सबभन्दा खनिज पदार्थ, प्राकृतिक साधन स्रोत बढी भएको प्रदेश होला यो। ठ्याक्कै कर्णालीलाई त अब सुनको ढुङ्गा नै भन्छन् धेरैले हो, तर नागरिकहरू गरिब छन्, साँझ बिहान भात खानेसम्मको अभाव छ हामी कहाँ। यसलाई ठ्याक्कै चेन्ज कसरी गर्न सकिएला भाइ? के छ प्लान तपाईँको पार्टीको रणनीति? यसमा त मैले त अब हाम्रो पार्टीमा पनि, म पार्टीमा मैले कुरा राखेको छु। मैले चाहिँ यो अहिलेको संविधान जो छ, 72 सालको संविधान जो छ, यो संविधानबाट देशले निकास पाउँदैन। हेर्नुहोस्, यद्यपि अहिले चाहिँ चुनावको लागि कर्णाली यो संविधानले देशको विकासै हुँदैन। हेर्नुहोस्, तपाईँलाई म अहिले ठोक यो मिडिया मार्फत भनिदिन्छु, यो संविधानले देशको विकास गर्दैन। यो संविधानले ओन्ली वान नेता उत्पादन गर्ने बनाएको छ। बेरोजगार मान्छेलाई रोजगारी बनाउनका लागि नेता उत्पादन गर्ने मुखी यो संविधान बनेको छ। 72 सालको संविधान परिमार्जन गर्नुपर्छ। एकदम यसको शासकीय स्वरूपमा व्यापक चेन्ज गर्नुपर्छ। शासकीय स्वरूप लगायत न्यायपालिकाको संरचना लगायतका टिमहरूमा
पुरा व्यापक रूपमा चेन्ज गर्नुपर्छ। जो व्यापक रूपमा दलीयकरण भएको छ तलसम्म छ नि, यो हरेक निकायमा हरेक ठाउँमा दलीयकरण भएको छ नि, यसलाई चाहिँ यो दलीयकरण निकै व्यापक भयो, यसलाई अन्त्य गर्नुपर्छ। यो चाहिँ वीरेन्द्रनगर नगरपालिका त कर्णाली प्रदेशको मुटु नै हो, यो बजार पनि यति अस्तव्यस्त किन होला दाइ? बजारमा अस्तव्यस्त भन्नाले कुन विषयमा अस्तव्यस्त? अब यहाँको तपाईँको नालाको अवस्था त्यस्तै छ, पुल पुलिसाहरूको त्यस्तै छ, बाटोको अवस्था पनि त्यस्तै छ, सडकमा हेर्नु फोहोरै फोहोर छ। अब यो वीरेन्द्रनगरको हिसाबमा हेर्ने भने माथिल्लो हाइवेभन्दा माथिल्लोपट्टि त अब राम्रै किसिमको विकास भएको छ अहिले चाहिँ, त्यतिसम्म विकासलाई मान्नै पर्छ वास्तवमा भन्यो भने। जुन चाहिँ योभन्दा पहिला नै चाहिँ एउटा किसिमको भइसकेको थियो, प्लानिङ भइसकेको थियो, प्लानिङ बमोजिम वीरेन्द्रनगरको चाहिँ माथिल्लो हाइवेभन्दा माथिल्लो भेडमा राम्रै भएको छ अहिले चाहिँ। तर हाइवेमा जुन तरिकाले हुनुपर्ने हो, हाइवे चाहिँ अब यो सङ्घीय सरकारको मातहतमा हुने भावनाले पनि यो सङ्घीय सरकारबाटै बजेट विनियोजन हुने भावनाले यो चाहिँ अलिकति कठिन देखिएको छ। हामी पनि यो विषयमा सोध्न गएको छौँ, किनभने यो हाइवे अनिवार्य रूपमा छ नि त। यो शुभकोनादेखि चाहिँ बाङ्गे सिमलसम्मको जुन बाटो छ त्यो छेउमा अब सहरै भइसक्यो, त्यो अति आवश्यक छ, त्यो चाहिँ निर्माण गर्नुपर्ने नितान्त आवश्यक छ। त्यसको लागि चाहिँ पहल गरिनुपर्छ। दाइ अब 2-3वटा कम्पनी मार्फत व्यवसाय गरेर लगभग सफल भइसके मान्छे तपाईँ, अब ठ्याक्कै राजनीति सक्रिय रूपमै मूलधारको राजनीति नै गर्नुपर्छ भन्ने चेत कसरी आयो? होइन, मलाई त कस्तो लाग्यो भने चाहिँ हेर्नुहोस्, मैले यो राजनीतिमा किन लागेको भन्दाखेरि यो म मन्त्री हुने अथवा माननीय हुने अथवा छुट्टै के किसिम हुने भन्ने चाहिँ मेरो हिसाब छैन है। मैले अहिले पनि छैन मेरो चाहिँ। मैले कर्णालीमा गाउँमा घुम्दै गर्दाखेरि भोका नाङ्गा साना बच्चाहरू, कपडा नलाएका बच्चाहरू, घर नभएर घरमा बस्न पनि बडा ओडारमा बसेका मान्छेहरू देखेर यहाँको स्थिति निकै दयनीय छ। यो दयनीय अवस्थालाई चेन्ज गर्नका लागि मैले कसैलाई पैसा दिएर अथवा मन्दिरमा चढाएर निश्चय पनि केही पनि हुँदैन। मैले सकेँ भनेपछि थोरै राजनीतिक हिसाबबाट केही गर्न सकेपछि त्यसले केही आधार बन्छ कि भनेर म यो पार्टीमा लागेको वास्तवमा भन्ने भन्नुहोस्। म आफू मन्त्री बन्नुपर्छ भन्ने कुरा म त्यो लागेको छैन। मैले चुनाव लड्ने प्लान केही बनाउनु भएको छ त? नै, मेरो त्यस किसिमको प्लान केही पनि छैन। मैले सक्षम मान्छेहरूलाई, राम्रा मान्छेहरूलाई, दक्ष मान्छेहरूलाई चाहिँ यो देश विकासका लागि चाहिँ उहाँलाई केही टाइम दिनुहोस् तपाईँ। जस्तै 5 वर्षका लागि चाहिँ जस्तै माननीय भएर गइसकेपछि 5 वर्षले होल टाइमर भयो नि त देशका लागि। त होल टाइमर हुन सक्ने ल्यागत भएको मान्छे, पदको भारलाई उचाल्न सक्ने मान्छेलाई हामीले पठाउने, जो भिजन भएको मान्छेलाई पठाउने हो, न कि आफ्नो घर व्यवहार चलाउनका लागि, आफू ठुलो मान्छे बन्नका लागि यो राजनीतिक पदमा अब कल्पना नगरे हुन्छ साथीहरू कसैले पनि। यो कल्पनै नगर्दा हुन्छ। अब म नेता बनेर ठुलो मान्छे बन्छु, मलाई सबलाई नमस्कार गर्छन्, मलाई चाहिँ अब म ठुलो मान्छे हो भन्ने कुरा अब दिमागमा नराखेको हुन्छ। अब मैले केही समय देशका लागि गर्छु भन्ने सोच गरेर आफ्नो लगानी समय व्यवस्थापन गरेर म गर्छु भन्ने मान्छे अब राजनीतिमा लाग्नुपर्छ। अनि कर्णालीका सबै प्रतिनिधि सभाका क्षेत्रहरूमा उम्मेदवारी रहन्छ रासपाको? अब रहन्छ। हामी अहिले अब जिन्ने त आफ्नो दाबी हुने हो, पार्टीहरूको स्वाभाविक रूपमा हुने भयो। उहाँहरूले चाहिँ सङ्गठन बनाउनु भएको थियो पहिला, अब त्यो यथावत छ कि छैन अब पछि थाहा होला त चाहिँ होइन त्यो अब सङ्गठन त अलिअलि होला, तर जनता कता जान्छन् भन्ने कुरा उहाँहरूको निद केही समयपछि हराम हुन्छ, निद हराम हुनेवाला छ। केही समयपछि जनताले बुझिरहेका छन्, कसैका जनता दास होइन। अहिले उहाँहरूले चाहिँ स्थानीय तहका सरकार भएर जनतालाई कब्जा लिएर चाहिँ आफ्नो मुठीमा राख्नु खोज्नु भएको छ, त्यो जनता बस्नेवाला छैन। अनि कर्णाली प्रदेशमा आम नागरिकहरूको एउटा भनाइ के भयो भने रासपाका मतदाताहरू चाहिँ प्राय देशभन्दा अलि बाहिर हुनुहुन्छ भन्ने छ कि बाहिरबाट सदस्यता धेरैले लिनुभएको छ भन्ने छ। अनि उहाँहरू सबै मतदान गर्न फर्किनुहुन्छ त? त्यो यथार्थ पनि हो। विदेश गएको अधिकांश मान्छेहरू राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बनेको छ त होइन। अब केही त फर्किनुहुन्छ उहाँ चाहिँ, हामीलाई आशा छ उहाँहरू फर्किने तयारीमा हुनुहुन्छ। एकचोटि देशका लागि हामीले चाहिँ सहयोग गर्नुपर्छ भन्ने छ। उहाँहरू आर्थिक हिसाबबाट पनि सहयोग गर्छौँ भनिरहनु भएको छ उहाँहरू चाहिँ। यदि भौतिक हिसाबबाट पनि आउनुपर्छ भने हामी आउँछौँ भन्ने कुरा छ। कतिपय साथीहरू, कतिपय विदेश गएका भाइ बहिनीहरू चाहिँ आउनुहुन्छ चाहिँ भोट हाल्न।
यद्यपि आउनु भएन भने नि उहाँले चाहिँ आफ्नो मत हाल्नका लागि घरका आमा बुवा दिदी बहिनी आफ्ना नातापाता सबलाई चाहिँ आह्वान गर्नुहुन्छ। हामीलाई त्यो पनि आछ भनिरहनु भएको छ, अहिले पनि भन्नुहुन्छ मेरो भाइ विदेशमा छ, राजसभामा जानुहोस् दिदी सदस्यता लिनुहोस् भन्नुभएको छ, तर मैले कहाँ तपाईँहरू कहाँ हुनुहुन्छ मलाई थाहै छैन, अब कसरी लिने भन्ने कुरा चाहिँ गाउँमा गयो भने चाहिँ दिदी भाइ बहिनीहरूले भन्छन्, बसेका आमा बुवाले भन्नुहुन्छ। अनि ठ्याक्कै युवाहरूले चाहिँ नेपालमै अथवा हाम्रो कर्णालीको भूगोलमा नै रोजगारी सिर्जना गर्न सकिने स्थिति छैन हाम्रो। त्यो अब व्यापक रूपमा हुन्छ त्यो चाहिँ, किन भन्दाखेरि अहिले नेपाल सरकारले एउटा पुलिसको रात दिनै ड्युटी गर्ने पुलिसको राति पनि दिन पनि 24 घण्टा ड्युटी गर्ने पुलिसको तलुका छ 27-28 छ। 27-28 हजारले उसको घर परिवार छोराछोरी पाल्न सक्ने स्थिति लागत हुँदैन अहिले। 24 घण्टाको ड्युटीले पनि हुँदैन। हुन्छ त ल भन्नुहोस् त, 28 हजार तलबले पुग्छ त? पुग्दैन। छोराछोरी होलान्, परिवार होला, बाबा पनि होलान्, भाइ बहिनी हुन्छन्, पाल्न सक्छ ल भन्नुहोस् त? एउटा मान्छेले पाल्न सक्छ? सक्दैन, दुर्भाग्यै छ। हेर्नुहोस् मिनिमम 1 लाख तलब हुनुपर्छ अहिले चाहिँ, यहाँको चाहिँ सबै कुरा हेर्ने हो भने, स्वास्थ्यदेखि शिक्षादेखि हेर्नुपर्दा हेर्नु किन भन्नु त, यो 1 लाख रुपियाँ तलब बनाएपछि मात्रै मान्छे बस्ने हो यहाँ। फेरि अझ हामीले रोजगारी मात्रै दिएर मिल्दैन नि, अब विश्व दुनियाँमा हामी प्रतिस्पर्धा जानु पऱ्यो नि त। त्यो गर्नका लागि राज्यले व्यवस्थित तरिकाले प्लानिङ गर्नु पऱ्यो नि त। अब पार्टी जुनसुकै सत्तामा गए पनि प्लानिङ गर्नु पऱ्यो, त्यो मुगले मात्रै भनेर हुने छैन है। मुगले भन्दिने केही पनि नगर्ने, फेरि भाषण मात्रै गर्ने, भाषण गर्दैन है, पुरा चाहिँ भाषण गरिदिएको छ। त्यसको लागि डे 1 देखि सरकारमा गइसकेपछि कसरी काम गर्ने भनेर चाहिँ हाम्रो पार्टीले प्लान बनाएको छ। अनि आगामी दिनमा प्रदेश सरकारमा पनि रासपा जानको लागि तयारी गर्छ। अब 72 सालको संविधान हामीलाई मन नपरे पनि मान्नुपर्ने बाध्यता छ। निर्वाचनमा जान तयार हो, मान्नै पर्यो। अब हामीले चाहिँ कि विरोध गर्नु पर्यो कि मतका आधारमा चेन्ज गर्ने हो, होइन र? हाम्रो चाहिँ दुईवटा कुरा हो नि। अब विरोध गरेपछि विरोधको पनि हाम्रो पार्टीको विरोध गरेर चाहिँ हत्या हिंसा गर्ने भन्ने हाम्रो पार्टीको नोम्समै छैन। शान्तिपूर्ण मतदानका आधारबाट परिवर्तन खोज्ने हाम्रो पार्टीको लक्ष्य हो। कि क्षति एकदम न्यून बनाएर परिवर्तन खोज्ने, जनतालाई बुझाएर परिवर्तन खोज्ने भावनाले अब हामी जानै पर्ने स्थिति भयो। हामीलाई मन नपरे पनि जाने हो। हाम्रो पार्टीको सिद्धान्त बमोजिम प्रदेश सभा पुरै खारेज हो। हाम्रो पार्टीको सिद्धान्त चाहिँ प्रदेश सभा पुरै खारेज हो, तर प्रदेश चाहिँ रहने हो। प्रदेश सभा खारेज, प्रदेशको सभा जो छ, हामी चाहिँ कर्णाली प्रदेशमा 40 जना छ नि, त्यो खारेज हो। हाम्रो चाहिँ हामीले चाहिँ प्रत्यक्ष कार्यकारी मुख्यमन्त्री र उसले चाहेको मान्छे विज्ञ मान्छे 3 देखि 5 जना जनसङ्ख्याको आधारबाट, र कर्णालीमा 3 जना मन्त्रीहरू। प्रदेश सभा भनेको स्थानीय तहका प्रमुखहरू, वर्षको एकचोटि बोलायो, कुरा सकियो। यही हाम्रो पार्टीको सिद्धान्त अनुसार यदि संविधान परिवर्तन गर्ने हो भने पनि 2 देखि 3 खरबसम्मको बजेट चाहिँ बच्छ, जो अहिले विकासमा प्रयोग भएको छ। धेरै नेता बनाउने, वास्तवमा धेरै नेता बनाउने जुन छ, नेता धेरै भएर विकास हुँदैन देशमा। जनताले त काम गर्नु पऱ्यो नि त। निर्देशन दिने एकजना हुनु पर्यो, पुगो राम्रो निर्देशन दिन सक्यो भने हुन्छ। पुगो नि त। 25 करोड जनसङ्ख्या भएको उत्तर प्रदेशमा, एउटा उत्तर प्रदेश हो नि त, हामी कहाँ 3 करोड जनसङ्ख्या, त्यो मध्ये पनि आधा जनसङ्ख्या बाहिर छ। निर्वाचन कसरी सम्भव हुन्छ त? गाउँमा त युवा मान्छे छैन तपाईँको। हामी त थुप्रै जिल्लाहरूमा पुगेका छौँ, बुढाबुढी बाहेक घरमा कोही छैन। निर्वाचन त एउटा प्रक्रिया, लोकतान्त्रिक प्रक्रिया भावनाले जसरी पनि गर्नु पर्यो। अब बुढाबुढीले गर्नु त पर्यो त, अब गर्नु पर्यो नि त। कुन आधारले कसैलाई नेता मान्दिने त? अब नेता मान्ने मापदण्ड के हामी नेता हौँ भनेर चाहिँ अब त्यही। अनि कर्णाली प्रदेशमा रासपाको अन्य दलहरूसँग गठबन्धन हुन्छ चुनावमा? नयाँ दलहरूसँग हाम्रो गठबन्धन हुन्छ। नयाँ दलहरू पुराना दलसँग हाम्रो सहकार्य हुने एकदम न्यून सम्भावना छ, सम्भवै छैन जस्तो लाग्छ मलाई चाहिँ। अनि हिजो मात्रै एउटा समाचार बाहिरिएको छ, राति बालेन शाहसँग रवि लामिछानेको पनि भेट भयो। अनि अब सँगसँगै जाने गरी के प्लान बनाउँदै?
यो अब योभन्दा पहिलादेखि नै योजना हो हाम्रो चाहिँ पार्टीको। हाम्रो पार्टीको सभापतिले भन्नुभएको छ देश बनाउने क्रममा व्यक्ति ठुलो कुरो होइन, कुनै व्यक्तिको पद पनि ठुलो कुरो होइन नि त। देश बनाउने अभियानमा चाहिँ सबैलाई जोड्नुपर्छ भन्ने छ उहाँको चाहिँ चाहना। बालेन मात्र होइन, हाम्रो पार्टीमा चाहिँ कुलमान पनि जोडिनुहुन्छ केही समयपछि। सबै जोडिनुहुन्छ। नजोडिएसम्म त कामै छैन। जेनजी युवाहरू पनि जोडिनुहुन्छ। सबैलाई समेटेर लिँदाखेरि एउटा बलियो पार्टी बन्ने नै भयो। हजुर। तर सबै नयाँ पार्टीहरूले आफ्नो झन्डा लिएर फेरि आफ्नो चुनाव चिन्ह लिएर मैदानमा उत्रिँदाखेरि फेरि राम्रो हुने भनेकै भोट आउने भनेकै अझ सिट सङ्ख्या धेरै आउने भनेकै पुराना दलको अहिलेसम्म त्यो सोचिरहेको अवस्था पनि हो। त्यही कारणले चाहिँ नयाँ पार्टीहरू सचेत भएर अगाडि बढ्नु पर्यो। अब अनि यही स्थितिमा ठ्याक्कै चुनाव आउने देशभरि कति सिट आउँछ दाइ? समानुपातिकमा कति, प्रत्यक्षमा कति? हामीले सोचेका छौँ के भन्दाखेरि यदि यही अवस्थामा कुलमान, बालेन र हाम्रो पार्टी बिच सहमति भयो भनेपछि हामी बहुमत ल्याउँछौँ भन्ने अड्कल छ। आउँछ। हाम्रो कमजोर भनेको कर्णाली प्रदेश र मधेस हो। तपाईँले सोचे अब यहाँ देख्नुभयो हाल तपाईँले चाहिँ अहिले पनि यहाँ पनि देखिसक्नु भयो। अहिले कति तीव्र गतिमा जनताहरू यो पार्टीमा सङ्गठित भइरहेछन् अहिले चाहिँ। ठ्याक्कै नागरिकहरूले फरक चाहिँ कसरी छुट्याउने? जस्तै कर्णालीमा रासोपा र अन्य दलहरूलाई ठ्याक्क दुईवटा एङ्गलमा राखेर फरक छुट्याएर चाहिँ रासोपा रोज्नु पऱ्यो भने कसरी रोज्ने? त्यो त सजिलो विधि छ। पुराना पार्टीहरूले त 30-32 वर्ष चलाएर अस्ति चाहिँ यो चलाएको सबै चाहिँ तपाईँहरू ठिक छैन भनेर यत्रो जनताहरू आएर सबै कार्यालयहरू जलाइसकेका छन् होइन। उहाँहरूले त्यत्र मान्छे मारिसक्नु भएको छ 76 जना होइन। उहाँहरू भाग्नुपर्ने स्थिति सिर्जना भयो। अब हाम्रो पार्टीको नेता त्यही हुलमा चाहिँ यो सार्वजनिक सम्पत्तिलाई जोगाउनु छ है, त्यो हाम्रो सम्पत्ति भनेर भन्दै हुनुहुन्थ्यो। त्यो भिडमा भन्नुहुन्थेन हाम्रो नेताले। आरोप त अझै आन्दोलनलाई उक्साहट बनाउनु भयो, परिचालन गर्नुभयो, युवाहरूलाई परिचालन गर्नुभयो भन्ने पनि छ। यो त अब उहाँहरूले अहिले के बोलिरहनु भएको छ? अहिले चाहिँ पुरानो पार्टीका देश चलाएका 2-3 चोटि प्रधानमन्त्री भइसकेका नेताहरूले कसरी बोलिरहनु भएको छ? अहिले कसरी बोलिरहनु भएको छ? देशमा एक खालको चाहिँ युद्धै ल्याउने खालको भाष्य दिइराख्नु भएको छ उहाँहरूले पनि। अभिव्यक्ति राम्रो छ। त्यो मर्ने बेलामा त्यस्तो किसिमको बोली जनताले हेरिरहेको छ नि। वास्तवमा उहाँको बोली चाली, उहाँको व्यवहार, उहाँले कति झुटा बोल्नुभयो। यी पार्टीका मान्छेहरूले कति झुटा बोले अहिलेसम्म? नेताले बोल्ने सत्य त हो नि, नेताको बोली त हो। अरू के नेताले के ठुलो त्यो के गर्छ नेताले? बोल्ने बोली त होइन नेताको। त्यो नेताले बोलेको बोली नै झुटा हुन्छ भनेपछि त्यसलाई नेता मानिरहने पनि जनता त दास र गुलामभन्दा अरू केही पनि होइन नि होइन। हामीले भनेका छौँ नि हाम्रो पार्टी सभापतिलाई त्यस्तो किसिमको प्रमाण छ उहाँले ठग्नु भएको छ भने कारबाही गर्नुहोस्। हामी तयार छौँ। हामी पार्टीमा नबस्न सक्छौँ नि वास्तवमा भन्ने भने। अनि पार्टीमा त तपाईँहरू बस्ने नबस्ने अब रवि लामी छैन नि, दोषी प्रमाणित भइसकेपछि उहाँले छोड्ने होला नि त पार्टी। न एउटा कुरा के कसैको दोष कि उहाँ छोड्नुहुन्छ कि हामी छोड्छौँ कि दुईटा मात्रै एउटा हुन्छ नि त। ठग भइसक्यो एउटा कुरा हुन्छ नि त, हो कि नै भन्नु त? दुईटा मात्रै एउटा छोड्नु पऱ्यो। देशमा अहिले भएको चाहिँ यो 23 गतेको आन्दोलन जो छ देशमा विदेशी आएर गरे हो। देशको जनता होइन नि, यही देशको आवाज हो। त्यत्रो आवाज उठेर त्यत्रो हत्या हिंसा त्यत्रो क्षति भयो जो विश्व इतिहासमा जस्तो नेपालको यस्तोसम्म अहिलेसम्म क्षति भएको थिएन भने भइसक्यो हो। यति हुँदै पनि उहाँहरूलाई त कति पश्चाताप छैन अझ पनि? सोध्नु पर्दैन ती जनता हुन्, विदेशी हुन्, तिनीहरू आउने मान्छे, साना बच्चाहरू। अन्त यो ठ्याक्कै पछिल्लो समय कस्तो देखियो भने पार्टीमा त आउनेको सङ्ख्या उल्लेखनीय छ, तर संसद भइसकेका मन्त्री भइसकेका मान्छेहरूले पनि पार्टी छोड्नु पनि हाम्रो पार्टीमा हजुर छोड्नुभयो उहाँहरूले चाहिँ। अब त्यो छोड्नुभयो किन छोड्नुभयो हामीलाई थाहा छैन। उहाँहरूको पनि आफ्नै किसिमको केही सोच होला। उहाँले यो पार्टीभन्दा अर्को पार्टीमा गएर राम्रो गर्छु भन्ने सोध्नुभयो होला। फेरि अलि मिलेन यो पार्टीमा, अर्को पार्टीमा गएर योभन्दा राम्रो गर्छु भन्ने सोध्नुभयो होला। छोड्नु कारण त्यही त होला नि। अब अरू त हामीले के भन्ने नि। पार्टीको आन्तरिक समस्या के होइन? पार्टीको आन्तरिक समस्या उहाँहरूले के भन्नु भएन नि वास्तवमा, केही भन्नु भएन नि। यो तपाईँको यो समस्या भयो नीतिगत रूपमा भनेर भन्नु त भएन नि। उहाँले चाहिँ योभन्दा अझ चाहिँ म अर्को पार्टीमा गएर देशको लागि काम गर्छु भनेर जानु भएन नि उहाँहरू त।
जति बेलासम्म उहाँहरू यहाँ पार्टीमा बस्नुभयो यो पार्टीलाई सहयोग गर्नुभयो नि त। यसको लागि त यो पार्टीले उहाँहरूलाई धन्यवाद दिइसक्यो। पार्टी हाम्रो सभापतिले दिइसक्नु भयो नि वास्तवमा। उहाँ धन्यवादै छ, उहाँले सहयोग गर्नुभयो, एउटा जिम्मेवारी वहन गर्नुभयो, रात दिन भनेर भन्नुभयो, खड्नुभयो, सहयोग गर्नुभयो नि वास्तवमा। अनि कर्णालीमा अब कार्यक्रमको अन्तिममा छौँ हामी। कर्णाली प्रदेशमा रासपाले कस्ता मान्छेलाई आम निर्वाचनका लागि उम्मेदवार बनाउँछ अबको? कर्णाली प्रदेशमा तपाईँले देखिहाल्नुहुन्छ पछि हामीले यहाँ पार्टीमा हाम्रो पार्टीको नीतिअनुसार विधिअनुसार दक्ष सक्षम र जनताले यस्तो नेता ल्याएका छन् है कर्णालीमा पनि भन्ने किसिमको मान्छे हामी छान्ने प्रयासमा छौँ। अनि दाइ यो कर्णालीमा अलिकति हाम्रा चाहिँ पहाडी भेगका जिल्लाहरूमा अलिक समस्या पनि छ पैसाको। समानुपातिक उम्मेदवारका लागि कति पैसा हो पार्टीले मागेको? समानुपातिक उम्मेदवारका लागि उम्मेदवार दर्ता गर्नका लागि उम्मेदवारीमा निवेदन दिनलाई 50,000 रुपियाँ हो। त्यो धेरै होइन र दाइ कर्णालीका लागि त? अब जस्तै धेरै पहाडी जिल्लाहरूमा त 50,000 त वर्षभरिको आय स्रोत भएका मात्रै फ्यामिलीहरू पनि छन्। एकदम त्यो पनि सही भन्नुभयो। त्यसका लागि के भइरहेछ पार्टीले भन्दाखेरि त्यसका लागि गरिबीको रेखामुनि भएका अथवा गरिब प्रमाणीकरण भएका मान्छेहरूलाई छुट पनि छ पार्टीमा। जस्तै मेरो स्थिति चाहिँ 50,000 तिर्न सक्ने छैन भने मैले रासपाको छुट छ। त्यो छुट हामी कहाँ 4 जना मान्छेले छुट पाएको, 4-5 जनाले। त्यो सक्षम छ, पार्टीका लागि आवश्यक छ, पैसाकै आधारमा रोक्नुपर्ने स्थिति छैन। ल हामी कार्यक्रम अन्तिममा छौँ दाइ, केही छ भन्नुपर्ने? समग्रमा हामीले छलफल त गरिसक्यौँ, केही छुटेको जस्तो लागेको छ भने? ठिकै छ, मलाई बोलाउनु भयो यो मिडियामा, यसको लागि तपाईँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र अब देश बनाउने अभियानमा सबैले चाहिँ नेपालमा राजनीति गतिविधि राजनीतिमाथि राजनीति निकै बढी भएको छ। राजनीति मात्रै गरेर त्यो ठिक हुन्छ भन्ने कुरा होइन। हामीले इमान्दारीपूर्वक स्वच्छ किसिमको राजनीति निष्ठावान राजनीति गर्न सक्यो भने हामीले मरेर गए पनि हाम्रो नाम रहन्छ। यदि बेमानीपूर्ण होइन छलकपटपूर्ण किसिमको राजनीति गऱ्यौँ भने त्यो अहिलेको दुनियाँ यस्तो छैन कि छुट हुँदैन, छुट हुनेवाला पनि छैन। त्यस कारणले सबै राजनीतिक पार्टीहरूलाई कर्णालीमा स्थापित भएका राजनीतिक पार्टीहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि कर्णाली त्यत्तिकै पनि अरू प्रदेशभन्दा धेरै पछाडि परेको छ। यसो लागि यहाँ भएका सबै पार्टीहरू एकजुट भएर यहाँको विकासको मोडेल बनाउनुपर्छ। अर्थ राजनीतिमा चाहिँ हामीले धेरै ध्यान दिनुपर्ने स्थिति छ। हामी सबै कुराबाट सम्पन्न हुँदाहुँदै पनि हामी यहाँको जनताको आम्दानीदेखि लिएर मृत्युदरदेखि लिएर सबै कुराहरू ब्याक छ। शैक्षिक शिक्षाको स्थिति सबै ब्याक छ। यो हुनुको कारण भनेको चाहिँ हामी कहाँ पर्याप्त मात्रामा बजेट नहुने, बजेटको पहुँच नहुने, पूर्वाधार नहुने, ठुल्ठुला उद्योगहरू नहुनु, हाम्रो चाहिँ प्राकृतिक साधन स्रोतहरूलाई प्रयोग नहुनु, यसले गर्दाखेरि चाहिँ हाम्रो पहुँच नपुग्नुले गर्दाखेरि हामी पछाडि परेका छौँ। यसका लागि हामी यहाँ भएका स्थापित पार्टीहरू बसेर सँगै छलफल गरेर पार्टी अलग अलग हुँदा पनि विकासका एजेन्डाहरूमा एक ठाउँमा बन्न सक्छौँ नि। हामी जनताले चुनेर चाहिँ कुनै बेलामा काम गर्ने ठाउँमा पुगौँला। काम गर्ने मान्छे पनि त हाम्रो नोकर हो नि त वास्तवमा। आज म पुगौँला, भोलि अर्को पार्टी पुग्छ नि वास्तवमा, नोकर हो नि। तर हाम्रो साझा एजेन्डा हुनु पऱ्यो। कर्णाली विकासका लागि एक ठाउँमा आउनु पऱ्यो। हामी एउटा मापदण्ड रोडम्याप बनाउँ। अब चाहिँ यसका लागि सम्पूर्ण राजनीतिक पार्टीलाई आह्वान गर्न चाहन्छु। मलाई बोलाउनु भयो, तपाईँको मिडियालाई हार्दिक धन्यवाद दिन चाहन्छु। हवस्, धन्यवाद, नमस्कार। फेरि अर्को एपिसोडमा भेटौँला। थ्याङ्क यू हजुर, थ्याङ्क यू।